हेलो गाइस, वेलकम माई मिनी भ्लगमा सबैजनालाई स्वागत छ। मेरो चाहिँ यो फर्स्ट भिडियो हो। कस्तो हुनेछ नराम्रो भए पनि सबैजनालाई माया सब्सक्राइब गरिदिनु होला। सबैजनालाई वेलकम छ माई भिडियोमा। मैले चाहिँ यो युट्युब खोलेको समथिङ 1 वर्ष भइसक्यो। भिडियो पोस्ट गरौँला सोच्दै सोच्दै 1 इयर्स भइसकेको छ। अनि अब चाहिँ डेली अपलोड गर्नेछु। आई होप हजुरहरूले साथ सपोर्ट गर्नुहुनेछ। के गर्छु त दिउँसो भन्दाखेरि मेरो बुक कसरी पढ्छु, कसरी मेरो बसेर कसरी बसेर कुन तरिकाले पढ्छु भनेर बसेर पढ्नलाई अब यस्तो राख्यो। अब यस्तो राख्यो, बिहान उठ्नु यस्तो बेडमै हुन्छ। बेड यही हो नि त, बेडको यो बेड पलङ बेडको यहीँ बेड छ। अब बिहान सुत्यो, अनि सुतेर मेरो बुक यसरी राख्छ। अनि के अरे कस्तो हुन्छ टक्क यसरी यहाँ राख्ने। म कसरी पढ्छु त यहाँ राख्ने टक्क अल्छी लाग्यो बुक राख्ने यसरी। अनि यसो गऱ्यो, यसरी पढ्छु म। यसरी पढ्छ, यसरी पढ्यो। अनि कहिलेकाहीँ अल्छी लाग्छ, यसरी बस्दा बस्दा यस्तो ढाड दुख्छ, कहीँ ढाड दुख्छ। अनि त्यही भएर म यो बिचमा पढ्दिनँ। त्यही भएर यस्तो अलिक यो ढेसिन मिल्छ नि त, यसरी ढेसियो। अनि कहिलेकाहीँ म यसरी सुत्छ पढ्दा पढ्दै। यसमा राखेर पढ्नु चाहिँ सजिलो हुन्छ। यसो आफ्नो ठिक्क बसेर लेबल पनि मिल्छ, अनि यसरी पढ्नु पनि सजिलो हुन्छ। अनि अब रुममा बसेपछि पानी लिएर आयो, जुरुकै उठ्यो। अनि त्यसपछि यस्तो यो यसरी तान्यो, यो तान्नु त कति ठुलो हो र, यसरी तान्यो। अनि पढ्यो। अब आज हामीलाई पढ्दा पढ्दै मलाई पढ्दा पढ्दै अल्छी लाग्यो भने पनि यसरी ढल्केर सुत्छु। अनि यसो सारेर सुत्नु मिल्छ। एज पर के भन्छ उयो मेरो छ नि त, यो टेबल र कुर्सीमा चाहिँ म पढ्दिनँ। किन भन्दाखेरि त्यहाँ जाने अल्छी लाग्छ, बस्दा झ्याउ लाग्छ के, निन्द्रा लाग्यो भने। अनि बिहान उठ्ने बेला पनि अब बिहान अब पढ्नु मन लाग्यो भने बिहान उठ्नु पऱ्यो भने पनि पर उठेर जाडो लागिरहेछ, अल्छी लागिरहेछ भन्ने हुन्छ। अनि यो टेबलमा लिएर टेबल भयो भने चाहिँ टेबलमा पढ्न चाहिँ सजिलो हुन्छ। अब मेरो चाहिँ यो भिडियोहरू सानो क्लिपहरू काटेर लाउनु पर्ने हुन्छ। अनि काटेको गर्दा कस्तो त्यो एउटै डोरी जान्छ क्या, यस्तो भएको जस्तो देखिन्छ। मलाई एडिट गर्नु नि आउँदैन। म त एडिट पनि गर्दिनँ, किन जस्तो भिडियो पनि त्यस्तै हाल्छ सबै। क्रप केही नगरी, एडिटहरू नगरी। फर्स्ट भिडियो हो नि त, फर्स्ट भिडियोमै अब पहिलो भिडियो हो, जस्तो बनाएको छ त्यस्तै पोस्ट गरिदिन्छु। मैले अस्तिदेखि नै पोस्ट गरिदिउँ ल भनेर सोचिरहेको थिएँ। अनि एडिटहरू गर्न आउँदैन क्या, अनि एडिट नगरी। आज मेरो चाहिँ अब फर्स्ट भिडियो। मान्छेहरूले त बाहिर घुमेको भिडियोहरू पोस्ट गर्छ नि त। अब भ्लग भन्न लाग्दै कस्तो हुन्छ नि, बाहिर घुमेको, अब घुम्न गएकोहरू कहाँ के काममा गएको लाउँछ। आज म चाहिँ घुम्न जाँदिनँ, मेरो कामै पढ्नु मात्रै हो, बस्नु पढ्नु। त्यही भएर यहीँ बसेको म त कहीँ जान्न। अनि त्यही भएर अब फर्स्ट भिडियो नै म कसरी पढ्छु, म के गरेर पढ्छु भनेर हालेको। त्यही भएर आई होप हजुरहरूले माया गर्नुहुनेछ। मेरो सानो अब क्लिपहरू भिडियो हाल्नुपर्ने हुन्छ। म पहिले यस्तो गरेको आइहाल्छ मेरो भिडियोमा। मैले एडिट नै गरेको छैन। किन यस्तो आउँछ भन्दा मेरो त्यो लङ भिडियो बनाउँदा चाहिँ यो त लेफ्टको राइट देखाउँछ क्या। अनि त्यही भएर सर्ट भिडियोमा चाहिँ देखाउँदैन। त्यही भएर चाहिँ मैले सर्ट भिडियोमा चाहिँ कस्तो राम्रो आउँछ क्या। कस्तो राम्रो भन्दा पनि मैले यता लेफ्ट छ भने मेरो लेफ्ट नै देखाउँछ क्या। मैले लङ भिडियो बनाएँ भने चाहिँ कस्तो अपोजिट साइड आउँछ क्या। मैले भिडियो लङमा बनाएँ भने चाहिँ अपोजिट साइड आउँछ, अनि राम्रो देखिँदैन क्या, यस्तो अनुहार देखिन्छ। अनि त्यही भएर सर्ट क्लिप आई होप हजुरहरूले माया सपोर्ट गर्नुहुनेछ भन्दै आजको भिडियो यही अन्त्य गर्नेछु। बाई बाई।